ज्यालङ्गा एउटा सानो गाउँ थियो। पहाडको काखमा बसेको त्यही बस्नुहुन्थ्यो माया भनिने आमा। उहाँको नाम माया आमा थियो। माया आमाको घर खासै धनी त थिएन, तर उहाँको मन धेरै धनी थियो। बिहान सबेरै उठेर उहाँ गाई दुहुनुहुन्थ्यो र चुलो बालेर छोराछोरीका लागि तातो खाना बनाइदिनुहुन्थ्यो। आमा आफ्नो हातमा ठेला परे पनि उहाँको अनुहारमा सधैँ मिठो मुस्कान हुन्थ्यो। गाउँका सबै मानिस उहाँलाई आमा भनेर नै बोलाउँथे। कसैको घरमा दुःख परे पनि सुरुमा उहाँ नै पुग्नुहुन्थ्यो। आफ्नै खेतको सागसब्जी टिपेर अरूलाई बाँड्न उहाँ कहिल्यै हिचकिचाउनु भएन। एक दिन गाउँमा ठुलो बाढी आयो र धेरैको बाढीले बारी बगायो। माया आमाको पनि आधा बारी नोक्सान भयो, तर उहाँले आँसु पुस्दै भन्नुभयो, भगवानले दिनुभएको छ, फेरि दिनुहुन्छ। हामी सबै मिलेर फेरि रोपौँला नि। उहाँको साहस र ममताले गाउँलाई बलियो बनायो। धेरै वर्षपछि उहाँका छोराछोरी पढेर ठुला भए। उनीहरूले जहिले पनि भन्ने गर्थे, हामीलाई सबैभन्दा ठुलो धन आमाको माया हो। त्यो सानो ज्यालङ्गामा आज पनि माया आमाको कथा सुनाइन्छ। धनी मन भएकी आमाको, जसले सिकाउनु भयो कि साँचो सुख धनमा होइन, माया र सहानुभूतिमा हुन्छ। जय आमा, जय सन्तान।